हजुर आउनुभयो। म भनेको थिएँ त हजुरलाई साथीको बच्चाको भात खुलाइरहेछ अनि त्यहाँ जाने भनेर। हिजो नि भनेको है मैले तपाईँलाई। अनि यो कपाल के हो? यस्तो बनाएर आउने हो? सँगै जाने भनेको होइन। म चाहिँ यहाँनिर सिँगारिनु अरे अनि हजुर चाहिँ यो कपाल के हो? जहिले अफिस घर भनौँ, अफिसको लागि बिहानै जुरुक्क उठेर कुदो अनि आफ्नो लागि कहिले ध्यान नदियो होइन त। कहीँ आउनुहोस्। हजुरको धेरै लामो भएछ भने कपाल पनि हेर न। आमा कति लामो र यस्तो गर्दाखेरि यस्तो चकल्टो नै पुग्छ भने चकल्टाइदिउँ त। ठिक छ म छु नि होइन। हजुरको बुढी हुँदा हुँदै हजुरलाई केको टेन्सन नि। म दामी हेयरकट गरिदिन्छु तपाईँको। टेन्सन नलिनु के। अब पुरानो कुरा नगर्नु न, त्यो फर्स्ट टाइमको त। फर्स्ट टाइममा मैले कपाल बिगारिदिएर ताक्लो बनाउनु परेको थियो। तर पनि तपाईँ रिसाउनु भएको थिएन नि त। त्यही ठुलो कुरो हो। मलाई तपाईँको त्यही बानी मनपर्छ कि अतपत रिसाउनुहुन्न, माया गर्नुहुन्छ है। अब टेन्सन नलिनु के। वाइफ एकदमै एक्सपर्ट भइसक्यो यो कुरामा। बस्नुहोस् यहीँनिर बस्नुहोस्। आजमा गरे पनि हुन्छ, हजुरको मर्जी हो। रिल्याक्स भएर बस्दै तपाईँको बुढीले यस्तो हेयर गर्दा नि यसरी गरिदिन्छ। अब थाहा छ। बस्नु धेरै टेन्सन नलिनुहोस्। मेरो बार्बर सप त हजुरको लागि एकदमै फ्री हो के। टेन्सन नलिकन बस्नुहोस् न। ल धेरै कुरा होइन, गफ होइन। आँखा चिम्मा गर्नुहोस्। Close your eyes. ओ ठिक छ, आँखा बन्द गर्नु है त्यसरी नै। पेमेन्ट चाहिँ हजुरको माया। ल बस्नुहोस्। ए साँच्चै आज हजुर किन ढिलो आउनुभएको? मैले तपाईँलाई भनेकै थिएँ नि छिटो आउनु भनेर, भात खोलाइमा जानुपर्छ भनेर। यतापट्टि लेफ्ट फर्किनु त, आई मिन लाइक राइट फर्किनु। साँच्चै भन्नु न, किन ढिलो आउनुभएको हजुर? छिटो है, के गर्नु हुँदै थियो? कोसँग बस्नु भएको थियो र त्यस्तो ढिलो भएको हजुरलाई? बेबी हो भन्नु न। त्यही केटीसँग थियो होला होइन? अझै को केटी हेर न। त्यो तपाईँसँग चिप्की बस्छ त यत्रो स्वरमा कराउँदै। त्यही थाहा छ त मलाई मन पर्दैन त्यो भनेर। रै पनि किन बोल्नु त्यहीसँग चाहिँ? के आज कस्तो राम्रो देखिएको छ हजुर, आज किन टायर्ड देखिनु भएको? अल्ले भने कि क्या? ए अनि कफी पनि दियो होला होइन? अनि मुसु कहाँ छ होला? आउनु झगडा म मायाले गर्दिनँ अब त। म त अरू के गर्नु? मुसु घाँस दिनु भएन तपाईँ पनि? थाहा छ कि हाम्रो सेन्स हुन्छ वाइफको भने थाहा छ कि नै? धेरै नबस्किनु। अरू के भयो? म तपाईँको कपाल छोटै बनाइदिउँ कि
मेरो मात्र हो क्या त्यो कसैले यस्तो छेउमा आयो भने पनि मेरो बुढी छ भनिहाल्ने के भन्ने रे गुड चुप्लाएर बस्नु है त्यहाँनिर फेरि कपाल ताक्लो होला नि हल्लिने होइन यता फर्किनु यता 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 हो गुड अहिले त राम्रो काट्छु नि कतिचोटि तपाईँले सिकाएर तपाईँको हजमले पनि यति राम्रो काट्दैन थाहा छ के फेरि त्यसै कुरा निकालेको के भनी त कति राम्रो देखेको छ भनी होला होइन मैले चुज गरेको कपडा लाएर गएको छ अनि म मेरो बुढालाई अफिस जाँदा नराम्रो बनाउँछु होला र बनाउँदिन नि यस्तो माथि गर्छु ल कपाल नराम्रो अब जोसुकैले जेसुकै कम्प्लिमेन्ट गरोस् अब जेलस त भइहाल्छ नि म आरिस त लागिहाल्छ नि आँखा त लागिहाल्छ नि आफ्नो यति राम्रो बुढोलाई त्यही जे भयो नि नबोल्दैछ जस्तो त लागिहाल्छ नि तपाईँ त नि म कपाल साँच्ची छोड बनाइदिन्छु है तपाईँ नजिस्किनु है मसँग धेरै त्यसैको म त कुरा गर्नुहुन्छ बोल्ने भयो छोडिदिनु जानु पर्दैन म एक्लै जान्छु बरु कपाल नि अब जानु आफै जेसुकै गर्नु म यतिकै छोडिदिन्छु के कपाल काट्नु भनेको काट्दिनँ त्यसलाई बोलाउनु न त्यसले काटिदिन्छ तपाईँको कपाल हुँदैन हुँदैन त्यसले काटिदिन्छ मैले किन काट्नु पर्यो र खालि त्यसै कुरा गर्नुहुन्छ नि जानु त्यसैसँग बोल्नुहोस् ल ल मैले त नि एउटा यत्रो स्टिकर किनेर नि यो निधारमा टालिदिनु पर्ने के प्रपर्टी अफ वाइफ भनेर के अनि सबैलाई थाहा पाओस् न यो मान्छे सिङ्गल छैन सिङ्गल भएको नाटक गर्छ अफिसमा भनेर होइन र कस्तो लाग्यो त आइडिया मेरो ठिक छ नि है तपाईँलाई पर्खेदा हेर्नु है मैले साडी लगाइसकेँ तर मैले अझै पनि मेकअप गर्न भ्याएको छैन के खै आउनुहुन्छ आइसी रेडी हुन्छु भन आउनु नै हुन्न महाराजा त केटीसँग मस्किँदै बजाएर चाहिँ कफी खाँदै अफिसमा त मिस्टरजी तपाईँको धेरै बोल्नु भएन यो खानसान पनि काटिदिन्छु यहाँबाट यताबाट पनि काटिदिन्छु यताबाट पनि काटिदिन्छु भने कुनै केटीको कुरा सुन्नु पर्दैन कस्तो जानु त एकचोटि ऐनामा हेरेर भन्नु न कतापट्टि गर्नु पर्यो यो न त म कति जेलस हुन्छु भनेर अफिसबाट होइन लेट आउँदाखेरि कति के दिमागमा खेल्छ कि कुराहरू अब मेरो मिस्टर कोसँग होला के गर्दै होला भनेर नि हुन्छ कस्तो ओभरथिङ गर्छु थाहा छ तपाईँलाई ल मिस्टर सरजी कस्तो लाग्यो त कपाल म अगाडि स्टाइल गरिदिन्छु यसरी अगाडिपट्टि अनि हेर्नु ऐनामा हेर्नु त ठिक छ
त्यस्तो कपाल बिगारिदिँदा नि हजुरले केही भन्नु भएन कि मलाई। तर तपाईँले त हो नि मलाई आउँदैन आउँदैन भन्दा नि तपाईँले त हो नि काट्न लानुभएको होइन र। तर अहिले त एक्सपर्ट भइसक्यो नि त जे भए पनि। तर बेबी सुन्नु न, हजुरलाई थाहा छ नि है म कति धेरै जेलस हुन्छु भनेर। म जेलस हुँदाखेरि हजुरलाई कस्तो नराम्रो लाग्छ हो, त्यस्तो नभइदियोस् जस्तो लाग्छ हो। यता फर्किनु न, त्यस्तो नभइदियोस् जस्तो लाग्छ भन्नु न। म जेलस हुनुको कारण थाहा छ तपाईँलाई। आई रियली लभ यु के, आई रियली 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 लभ यु सो मच। अनि कोही मान्छे केटा होस् या केटी खालि तपाईँसँग टाइम स्पेन्ड गरेको मलाई मन पर्दैन। म चाहिँ घरमा पर्ख्या हुन्छु अनि आफू चाहिँ बिहानै अफिस गयो अनि बेलुकासम्म बस्यो अनि घरमा आयो अनि खाना खायो अनि फेरि सुतिहाल्यो अनि कहिले त मेरो लागि टाइमै छैन। अब स्याटरडे त छ भन्नुहुन्छ नि, स्याटरडे सन्डे त छ भन्नुहुन्छ नि, स्याटरडे सन्डे पनि के हुनु यताउता गर्दै हजुरको पनि फ्री टाइम हो, हजुरलाई के गर्नु मन लाग्ला त्यो गर्दा गर्दै दिन बित्छ। म त कतै पनि छुइनँ तपाईँको टाइम टेबलमा जस्तो लाग्छ गरे गरे त। यो ब्याङ्क्स पनि हल्का मिलाइदिन्छु ल बेबी। ओके ठिक छ। यस्तो राम्रो कपाल काटिदिएको छु नि अफिसमा सबैले वाह वाह गर्छ, इभन त्यो चटकी केटीले हो नि। अनि त्यहाँनिर ओ माइ गॉड यु लुक सो ह्यान्डसम भन्यो भने मेरो बुढीले कपाल काटिदिएको हो त्यही भएर राम्रो देखेको हो भन्ने है। के भन्ने रे, के भन्ने रे? हो यस्तो हुनु पर्यो नि त। I'll repeat it again है त। You are mine, तपाईँ मेरो मात्र हो अरू कसैको होइन। हजुरलाई पोहोर त लागेको छैन नि है सानो मेरो कुराले। अनेस्टली म कति फन छु है, अनि जेलस पनि हुन्छु अनि माया पनि गर्छु अनि फ्लर्ट पनि त गर्छु नि त हजुरसँग। एकदम मिक्स के सबै कुराको। त्यही भएर त हजुरले बेगर रिसिनु भएको नि होइन र? कि होइन? हो कि होइन भन न, म त कपाल काट्न थाल्छु म। हो Say you love me. Repeat. I love you. के रे? I love you. फेरि भन्ने। मलाई सुनिरहनु मनपर्छ त अनि भनि त रहनु पर्यो नि। बुढाले बुढीलाई I love you नभने कसले भन्छ? अब तपाईँको जस्तो हाम्रो कोही पनि छैन है अफिसमा। त्यो कुरा बेग्लै हो। अलमोस्ट डन है, अब चाहिँ जान पनि ढिलो भइसक्यो। कति ह्यान्डसम देखेको मेरो बुढोलाई त मै फिदा भइसकेँ। सब केटीले भोलि हेर्नु न अफिसमा हेर्छ तपाईँलाई पेट कति पापान्छेको कसम सबले हेर्छ। अनि त्यहाँनिर म चाहिँ के सोच्छु भन्दाखेरि जति हेर्नु छ हेर मेरो बुढोलाई अफिसमै। अफिस सकेपछि त मेरो बुढो मैसँग हुने होइन र? कसो दौड त्यहाँ आउने नि अफिस